हेलो गाइस, देख्न सक्नुहुन्छ कान्छु। हेलो जेडो, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। मेरो घाँटी हेर्नु फेरि यस्तो भइसक्यो। हिजो फेयरवेलमा कराई यस्तो भइसक्यो। आज चाहिँ कहाँ जान्ला छु भन्दाखेरि आज चाहिँ हामी ओल्ड क्लासको 6M को ब्रेनी बिजहरू चाहिँ हाम्रो साथीहरू सबै मिलेर वृद्धाश्रम जान्ला छौँ। वहाँ गएर खानासाना बनाउने अनि वहाँ भएको बुढाबुढीहरूलाई चाहिँ खाना दिने भनेर चाहिँ हामीले प्लान बनाछौँ। लेट्स सी है त। आज चाहिँ म संस्कारी बनेको छु कुर्ता सुरा लगाएर। साथीहरू, यस फाइनली म देवकासँग भेटिसकेँ। यो यति ढिलो गर्छ नि, किन ढिलो गर्छ तैँले? जतिखेर ढिलो गरेर राख्छौ यो त। किन ढिलो गर्छ? टाइममा जानुपर्छ। अलवेज एज अलवेज यसको त ढिलो भइरहेको छ। फाइनली म चाहिँ बसमा आइसकेँ। यिनीहरूले चाहिँ मलाई नै वेट गरिरहेको छन्। म आउन बित्तिकै चलिहाल्यो गाडी। खै हेलो भनिदिउँ। यु आर अलवेज लेट। आइएम नट लेट। यिनीहरू आइसकेको छ अघि। कस्तो मजाको ऊ देखेछ। ए भगवान्, सोझी केटीमा 1 2 3 के आइपुग्यौँ हामी फाइनली आश्रममा। कस्तो मजाको देखेछ हौ बादलहरू, सबै झर्छन्। अब हामी चाहिँ आयौँ है वृद्धाश्रम। मजाको देखेछ। आज हेर्दा टिकटक बनाउनुपर्छ ल। मजाको वातावरण देखेछ। यो ऊ त्यहाँ बसिरहनु भएको सबै सामान बोकेछन् बिचारा साथीहरूले सामान बोकेछन्। कस्तो मजाको देखेछ आज बल्ल। हिजो भन्दा आज राम्रो देखिरहेछ भिडियोमा। हेलो हेलो हेलो, फेस देखाऊ है सबैजनाले, हराउला फेरि। हेलो बिनी त हराइ नि, के हुन्न। हेलो ब्याक हुँदैन। गाइस, आई एम टेकिङ ओभर दीपिकाको ब्लग। ओ माय गॉड, किन यस्तो देखायो न। खै निशान आयो त हेर त। हो हेलो। अनि यिनीहरू दुईजना पनि छन्। दुईजनाको साथीहरू नि आइसके। यो चाहिँ वृद्धाश्रम ज्येष्ठ नागरिक केन्द्र। यिनीहरूले भिडियो नि बनाइसक्यो। हामी क्लासमेटहरू हेर्नु न यहाँ तुरो भएको। हजुर यस्तै हो साथीहरू, कहिलेकाहीँ मजाक सिरियसली नल्याउनु होला। यहाँको चाहिँ मलाई अरू भन्दा नि इन्भाइरोमेन्टहरू मजाको सराउन्डिङहरू छ नि त, त्यो राम्रो लाग्छ कि। अमला नि रहेछ हौ, टिप्देऊ न अमला। खाना पाइन्छ कि नै? आफूलाई त कसले भन्नुहोस् नि। ऊ यहाँ छ, यो त नपाकेको रहेछ। देखाइसकेको छौँ गाइजहरू। मैले पनि टिपेर खाइसकेँ अमला। सबभन्दा सभ्य नागरिक। त्यहाँ चाहिँ बस्नु भएको छ है बाजे बोजूहरू। यता चाहिँ अब किचन पकाउने हामीले। तर एउटा कुरा आगोमा रहेछ डेढ। आगोमा बस्ने काम विनित थापा मगरको है। सुन्यौ नि, आगोमा बस्ने तिम्रो काम। त्यस्तो मेरो भेनाले काम गराउनु पाइन्न है, तिमी गर्छौ। So guys, Star Wars काम गर्नु पर्यो, अरूले काम गर्दैन आफूले गर्नु। त्यस्तो हैन अरे, कामबाट डिभाइड भइसकेको छ। अनि पछि एकछिनमा एउटा नाम डायलग भन्नु सिधा। इस्ट वेस्ट, माई दिपिका सिस्टर अलवेज बेस्ट। ओ माई गड। टिप्सीमा पाक्छ र हलुवा कराई के भयो अलि सानो
के भयो भने काम गरिरहेछ नि यिनीहरू साइडमा असिस्टेन्टहरू पनि छ यहाँ छाता उडाउने र हावा लगाउने यति भिडियो बनाएर हानि यिनीहरू फेरि ओ माई गड यहाँ चाहिँ आलु उसिनिरहेछौँ दुध रेडी छ चामल भिजाछौँ ड्राई फ्रुट्सहरू काटिरहेछन् साथीहरूले सबै राम्रै भइरहेछन् सरले आलु हलुवा बनाएर भएको चाहिँ सरले चाहिँ टु बी अनेस्ट हलुवा चाहिँ बनाउनु बस्ने नै न त अन्य हलुवा केही पनि बनाउन म भाग्छु म अब यहाँबाट वाउ कति काम गरिरहेछन् सबले काम पाइरहेछन् है साथीहरू हो कि होइन कृतिका हो भन न हो कस्तो राम्रो छन् मेरो साथीहरू सबले काम गर्छन् काम त अब गर्नु भन्नु भएन काम त हरेक काम गर्दा आउँछ हुँदैन यस काम त गर्नु हो कि अब चाहिँ रोजेर यप म केही गर्दैन म भागेँ हलुवावाली गर्दैन म गाइज यो चाहिँ आश्रमको भित्र त्यस्तो मन्दिर पनि छ यहाँ भजन बजिरहेछ यिनीहरू चाहिँ फोटो खिचिरहेछन् यहाँ फोटो खिच्वानीहरू अनि यिनीहरू चाहिँ घाम आएर राम्रो आउँदैन नि त्यहाँ फोटो हामी 3 जना छौँ हामी यहाँ चाहिँ तुलिरहेछौँ यस हामी काम चाहिँ केही गरेनौँ काम चोरौँ हामी यत्तिकै जान लाग्छौँ है हेर्न सक्नुहुन्छ तपाईँले यस्तो राम्रो मजाको वातावरण छ तपाईँहरू नि आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ यहाँ सररातिर छ यो चाहिँ वृद्धाश्रम यु क्यान डु भिजिट अनि दान सान के गर्नु मन छ भने यदि केही समाज सेवाहरू गर्नु मन छ भने चाहिँ आउन सक्नुहुन्छ ल यताको वृद्धाश्रममा राम्रो छ मजाको इन्भाइरोमेन्ट छ गाइज आज चाहिँ म मात्र राम्रै होइन बादल नि राम्रो गरिरहेछ म देखाइदिन्छु ल हेर्नुहोस् न वाउ जस्ट लुक एट द बादल कस्तो राम्रो गरेछ नि हेर्नु न वाउ कस्तो राम्रो छ नि देख्नुभयो भने नि म मात्र राम्रै होइन बादल नि राम्रो गरिरहेछ भनेर अमलाहरू पनि फलेछ धेरै नै रुख बिरुवाहरू छन् उता चाहिँ टिल पनि रोपेछ कस्तो राम्रो वातावरण छ है आइएम जस्ट लभिङ इट गाइज खुसी लागिरहेछ यिनीहरू चाहिँ आफ्नै पारामा हो जसले अलवेज आफ्नै पारामा फोटो गाइज त्यो अमला हेर्नु न हौ कत्रो ठुलो हो र त्यो अमला ला पाकेर कस्तो मजाले भएको छ साँच्ची बिचमा चढ्न जान्छन् रे खसेछ ओए नटिप्न हौ हेर्नु न बदमास काम त गरिहाल्नुपर्छ त्यति ठुलो लोड छ अहिले केटी लौ लोड चिज है अहिले झऱ्यो एउटा खोइ देखा त हेर्नु कत्रो छ आमा यसको हात जत्रो कति ठुलो हो हेर्छु न दे न एकचोटि हेर दिपका कति ठुलो हो यत्रो हेर्नु त कति ठुलो अमला हो र आमा तर यसको टेस्ट चाहिँ कस्तो छ नि ऊ यहाँ छ साँच्ची खाइदिउँ ल दिपकाले आज ओए दिपकाले आज घर लगेर अचार खानु हाम्रो सबभन्दा प्रिन्सेस त हाम्रो ग्रुपको सबभन्दा प्रिन्सेसले त काम गरिरहनु भएको छ यहाँ अमला झारिदिइराख्नु भएको छ त्यो
त कहाँ सक्नु हौ सकिन्न त्यो त इक्जाममा पास र अर्कोले मेरो हो त्यो झार्न आम्मा गाइज हेर्नु यति ठुलो हो कि कत्रो ठुलो हो र लोट लिस है सुस्तरी गर हेर बादरको अर्को रूप के हो थाहा छ देविका रोकामा घर यति खाइसकेँ मैले यम्मी छ धौनी भइसक्यो म त बस्छु अब के गर्नु गाइस भोक लागिसक्यो मलाई त काम गर्नेहरूले टन्नै काम गरिरहनु भएको छ अघि फेरि हेर्नु न त्यहाँ मन्दिर छेउमा बस्दाखेरि मच्छर तोकेर मच्छरले टुप्पा खाइदियो मलाई औ नौ के बोलिस् दिप्सका मेरो हिजोको फेयरवेलको भ्लग नि एडिट गर्नु छ गाइज अनि भोलि ग्याप छ अनि पर्सिदेखि मेरो इक्जाम छ के लेख्ने हो मैले सेकेन्ड टर्म इक्जाम सेट गाह्रो छ गाइस मलाई चाहिँ मेरो लिपस्टिक हेर्नु न यस्तो भएछ कस्तो लाग्यो भन खाएर कस्तो छ खाऊ न मिठो जब खाए ल नखाऊ के प्लिज अन्त अमलाको बोटै बोट छ हौ कति धेरै सानो पनि छ ठुलो यत्रो पनि छ सानोहरू त त्यस्तो छिप्पै छैन अघि आउन बित्तिकै खाएको त्यस्तो स्वाद छैन ठुलो चाहिँ ठिक ठिकै एभरेजमा छ ठुलो नि त्यस्तो स्वाद त लाग्यो होइन त्यही पनि त्यस्तो छिप्प्या छैन द्याट्स इट गाइज राम्रो राम्रो बादलसँग फुल लगाएँ ल मैले कस्तो राम्रो देखेको छ हौ यतातिर त एउटा रिल पनि बनाइहाल्नुपर्छ क्या रिल टिकटक हौ टिकटक पनि बनाइहाल्नुपर्छ क्या अहिले नि अमला खाएँ कसैले फोटो खिच्ने रे ओइ त्यो खोला तलको स्ट्यान्ड तल तल पुरी तलिरहेछ नि यिनीहरूले त्यो मेरो भिडियो बनाइदिनु नि मैले बनाएको त बेलिरहेछन् गाइस अब चाहिँ धक्रा सरको पालो है अब चाहिँ प्रियल दाजुले बनाउनु लाग्छन् ल चुप लाग्यो कि यहाँ बनाउनु देऊ रोटी सोली पनि हाल्न चाहनुहुन्छ खास केही फरक छैन खुसीरामको चाहिँ गोलो गोलो भएको छ है खुसीराम पास 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 मजाले यतिको रोटी बनाउनु जाने पास घर जाए रे सुन सबैले घर जाए त घरकै हो नि त्यसको छाता किन बोकेर आउनु भन्ने कसो छाता बोकेर आइन्छ
भएको पैसा भयो कलेजलाई दिइसके त्यति बिहा गराउँछ भने त विद्यार्थीले गराउने कस्टमर पनि हाम्रो भविष्यलाई यस्तो खेलबार गर्नु भयो डल्लो बनायो भएर आगे हो क्या के भन्छ राम्रो बनाएको छ ठिकै छ अब हाल्छ नि पातलो भयो तेरो भइगयो अब रिक्स भनेपछि मेरो इक्जाम गर्नलाई सराउनु पर्ने छ खानुभयो खानाहरू गाइस खानुभयो खाना सुरु भयो है सुरु भयो मेरो भएको छैन म बाँडिरहेको छु त्यही भएर यिनीहरू त सकाउनु नै सक्यो सरहरूले पनि खाइरहनु भएको छ ऊ त्यहाँ छ प्लेट खोइ कसको लागि छ यहाँ सबै यहाँ बसेर खान लाग्छौँ है हामी चाहिँ मजासँग कस्तो छ बल्ल बल्ल फाइनली गाइज मेरो पालो आयो ल यहाँ बल्ल बल्ल खाम खाम साथीहरू आऊ सरसँग फोटो खिचेर हैरान सर त पुरा सेलिब्रिटी हुनु भइसक्नु भयो यो खुसी राम्रो काम गर मलाई राम्रोसँग खान नि दिन्नन् गन 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 गरे गरे अब कस्तो ल्याउँछ नि जुम गर खोचवाको परे खानपिन भयो होइन फोटो सेसन पनि भइसक्यो अब चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ सबैजना रेडी हुँदैछन् हेलो बाई बाई भनिदेऊ सक्यो है अब आमाहरू पनि यहाँ हुन्छ बाई 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 ओ बाई ओ खै नाच्दिउँ न एकचोटि बस्नु होला है बाई बाई बाजेहरू बाई ल बाई 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 आन्टी बाई आन्टी भने चाहिँ अर्को दिदी भन्छ हौ बाई बाई आमा बस्नु है ल बस्नु है राम्रोसँग हुन्छ हुन्छ फेरि फेरि भ्यायौँ भने आउँछौँ हामी हुन्छ भ्यायौँ भने आउँछौँ त्यतिखेर चाहिँ अलि छिट्टो आएर नाचगान गरौँ ल ल बाई ल है ल बाई सपना खै गरौँ बाई बाई राम्रोसँग जाऊ बाई गाई जानु त यहाँ बस्दा नि आइसक्यौँ है पुरीवाला यहाँ खिर सरी खिरवाला सक्यो अब आजको दिन चाहिँ यतै सक्यो हामी चाहिँ अब घर गएर भेटौँला ल साथीहरू नि गइसके
अनि म कोसँग भेटिरहेको छु भन्नु न देखाइदिन्छु ऊ एर्ना बादर 10 दिनमा जान लान्छन् बहिनीहरू हेलो भनिदियो मलाई नि पाइसक्यो नि त जेडो भन जेडो गाइज यहाँ पनि चलिरहेछ यहाँ पनि कार्यक्रम अघि यहाँ उताबाट खाएर आएँ मैले यहाँ आएर कस्तो राम्रो छ हस् यहाँ बच्चा पार्टीहरू माई गड 3-4 जना यहाँ मलाई छुट्यायो नि तर ठिकै छ आज आएर मलाई छुट्यायो स्न्याप वाले मागो लियो दिदी बुजू बाजे आयाम रियासा हस् डिप्सन कम त खान्छ अरे फेरि खाइम ल गाइजहरू भन न ह्याप्पी खिर दे रे ह्याप्पी साउन 15 रे खाऊ इचु इचु खै अट्टी यहाँ छि रे दिदी हजुरको भ्लगमा औरा माइनस भयो लास्टे म गए के भेरी फेमस पर्छ गाइस सबै खिर कुमारी म चाहिँ भात खाए कुमारी खा अब सक्यो चाहिँ अब अन्डियर घर जानलाम भयो दिप्सिकाको घरमा खिर खाएर आफ्नो गन्तव्यतिर जानलाम भयो सबैजना म चाहिँ भ्लग एडिट गर्दै थिएँ केही काम गर्न पाएन सब यहाँले गर्नुभयो अङ्कल नै आउनुभयो बाई 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 अङ्कल बाई भन्नु मेरो भ्लगमा बाई 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 मागो बाई ह्याप्पी खिर दे पनि सकिसक्यो बाई दिदी अड्यारो छ ल बाई को आइज साथीहरू आजको दिन राम्रै भयो रमाइलै गयो अनि यहाँ घर आएर पनि सबैसँग भेटेँ अन्डीहरू आउनु भएको रहेछ अन्डीहरूसँग कुरा भयो अनि अहिले चाहिँ म भर्खर भ्लग एडिट गरेर अपलोड गरेर आएँ अब फ्रेस भएर मुखसुख धोएर सुत्नुपर्छ मेरो फेसमा थकान देख्न सक्नुहुन्छ कति थाकिसकेको छु म ल भ्लग इन गरेको है त बाइ बाइ गाइस